सो हामीले यो भिडियोमा चाहिँ वी आर गोइङ टु स्टार्ट म्याथमेटिक्सको चाहिँ ब्रिज कोर्स है। अब यो सिरिजमा रहेर यसमा 2-4 भिडियो गर्छौँ हामीले हैन। सो यो सिरिजमा रहेर व्हाट वी डू इज अब यही क्वेशन आउँछ भन्ने फिक्स त हुँदैन राइट, तर प्रोबेबल क्वेशन्सहरु जुन चाहिँ इन्ट्रान्स एक्जाम्समा आउँछ त्यस्तो टाइपको प्रोबेबल क्वेशन्सहरु अथवा त्यो क्वेशन्सहरुमा इन्भल्भ हुने टेक्निक्सहरु चाहिँ वी डिस्कस इट हियर है। सो अब यति क्वेशनहरु वी ट्राई टु डिस्कस 50 क्वेशन्स ओभरअल हैन। हो त्यो 50 वटा क्वेशनबाट गर्यो भने चाहिँ वी ट्राई टु कभर अल द च्याप्टर्स है। सो त्यो कारणले गर्दा इट विल बी भेरी इजी फर यु टु ट्याकल सच क्वेशन्स इन एक्जाम्स है। ल हेरौँ अब फर्स्ट क्वेशन हेरौँ विदाउट एनी डिले। अब हेर इफ ए इक्वल्स टु दिस यो एउटा म्याट्रिक्स हो हैन। सो एउटा म्याट्रिक्स छ 2x2 म्याट्रिक्स इज अ सिमेट्रिक म्याट्रिक्स भनेको छ हैन। एउटा सिमेट्रिक म्याट्रिक्स हो अरे यदि हो भने यसमा युज भएको x हुन्छ नि हो त्यो x को भ्यालु के हुन्छ त्यो चारवटा अप्सनमा भनेर सोधिरहेको छ है। अब यो क्वेशन गर्नुभन्दा अगाडि यु निड टु अन्डरस्ट्यान्ड व्हाट इज सिमेट्रिक म्याट्रिक्स। सिमेट्रिक म्याट्रिक्स भनेको यस्तो म्याट्रिक्स हो कि जुनलाई तिमीले ट्रान्सपोज गर्यो भने पनि त्यो आइडेन्टिकल हुन्छ। दैट मीन्स अब तिमीलाई a छ नि त हैन। सो a र a ट्रान्सपोज के हुन्छ त इक्वल हुन्छ राइट। सो ए लाई ट्रान्सपोज गर्दा पनि के हुने भयो त इक्वल हुने भयो। अब त्यति कुरा बुझ्ने बित्तिकै व्हाट वी क्यान डु अब यसलाई ट्रान्सपोज गरेर यसको एलिमेन्टहरु जुन हुन्छ फेरि त्यसलाई इक्वल गर्न सक्छौं है। र ए त छँदैछ हो अब ए छँदैछ भनेपछि ए को ट्रान्सपोज गर्दियो हैन। अब ए को ट्रान्सपोज गरेपछि यु विल गेट टु म्याट्रिक्स दैट शुड बी आइडेन्टिकल किनकि यो सिमेट्रिक हो हैन। अब त्यो दुईटा म्याट्रिक्स आयो भने यु क्यान कम्पेयर द एलिमेन्ट्स इक्वेटिङ द एलिमेन्ट्स यु क्यान गेट द भ्यालु अफ x भेरी इजी हैन। सो गरेर हेरिहाल्नु है त। सो अब हेर सुरुमा छ a को भ्यालु हेर a जुनको भ्यालु छ 1 x + 3 2x + 1 x - 1 हो यो छ। अब यसलाई हामीले के गर्छौं त ट्रान्सपोज गर्छौं राइट। अब ट्रान्सपोज गरेपछि के हुन्छ रो कलम इन्टरचेन्ज हुनु पर्यो हैन। हो त्यतिबेला के भयो 1 त 1 नै रहन्छ x - 1 नै रहन्छ। यो यस्तो छ नि अब यस्तो हुन्छ के। सो त्यो भनेको के हो त भन्दा a ट्रान्सपोज भनेको 1 2x + 1 अब यो x + 3 x - 1 यस्तो भयो। अब यो र यो म्याट्रिक्स के हुनु पर्यो त इक्वल हुनु पर्यो राइट। भनेको मिनिङ के यसलाई यसरी जाँदाखेरि a should be equals to a transpose किन बिकज सिमेट्रिक। अब यस्तो सबै गरिरहनु पर्दैन यो जस्ट डु इट अन हेड हैन जसरी गर्न सकिन्छ। अब यति गर्दाखेरि अब एलिमेन्टहरु कम्पेयर गर 1 = 1 त भइहाल्छ नि हैन। 2x + 3 इक्वल अब 2x + 1 = x + 3 त हामीले गर्न सक्छौं। अब x - 1 र x - 1 पनि इक्वल भइहाल्छ। सो यिनीहरु दुईटाबाट चाहिँ के गर्न सकिदैन हामीले गर्न सक्ने भनेको x + 3 = 2x + 1 बाट गर्न सक्छौं अथवा x + 3 = 2x + 1 बाट पनि गर्न सक्छौं। भ्यालु त उही छ हैन। सो त्यसरी गर हैन। सो के आयो त हामीसँग x + 3 = 2x + 1 यो हामीसँग रिलेसन आयो। अब यसलाई सल्भ गर्दिदा के आयो x को भ्यालु 2 आयो हैन। सो यसरी x को भ्यालु के आउँदो रहेछ त 2 आउँदो रहेछ व्हिच इज द राइट आन्सर है त। यसरी तिमीले गर्न सक्छौ। जस्ट सिमेट्रिक भने के हो भन्ने कुरा मात्रै बुझ्न आवश्यक छ। अब यसमा छ ल हेर क्वेशन